तपस्वी बन्धनको सन्देश एक शान्तिको सन्देश हो र उहाँको अनुसार हामी सबैले आध्यात्मिक साधनामा लाग्नु पर्दछ। उहाँको भनाइ अनुसार यो नै संसारलाई बचाउने एकमात्रै मार्ग हो। उहाँले आफ्नो अनुयायीहरूलाई मानव कल्याणका लागि काम गर्न, असल आचरण धारण गर्न र एकापसमा मेलमिलाप गरी बस्न उपदेश दिनुहुन्छ। तपस्वीका जेठा दाजु गंगाजीतले उहाँको सन्देशबाट आफूले पाएका ज्ञान हामीसँग यसरी साट्नुहुन्छ। जसरी हेर्दा पनि हामीले त उहाँको रूप रङ भेष हैन सारा कुराहरू त हामी जस्तै नै देखिन्छन्। तैपनि आध्यात्मिक शक्तिहरूको बीचमा चाहिँ जुन अहिले मान्छेहरू बीचमा ठूलो विवाद परिरहेको छन् तपस्वीको बारेमा हैन, यसको बारेमा धेरै अनुसन्धान खोज त हरेक मान्छेहरूले गरिरहेका छन्। तैपनि हामीले भन्नुपर्दा उहाँको जुन विचार र उहाँको भनाइहरू हामीले सुन्दाखेरि र मानव शरीरमा चाहिँ दुई किसिमको एउटा इन्द्रिय हुन्छ अरे, एउटा बाह्य इन्द्रिय, एउटा भित्री इन्द्रिय। बाहिर भौतिकवाद, एउटा भित्री आध्यात्मिकवाद। त्यसरी नै सूक्ष्म दृष्टिकोणले जुन मेडिटेसनको माध्यमबाट चाहिँ विभिन्न वायुमण्डलीय उपकरणहरूबाट चाहिँ विभिन्न शक्तिहरू चाहिँ आकर्षण गर्ने क्षमता हुन्छ र उहाँमा त्यही भन्नुभएको छ। र मानव शरीर पञ्चतत्त्वले बनेको हुन्छ अरे हैन। त्यो शरीरलाई चाहिँ जुन मेडिटेसनको माध्यमद्वारा चाहिँ शरीरमा जुन चाहिने इनर्जीहरू हुन्छ नि, त्यो चाहिँ उहाँको मेडिटेसनको माध्यमबाट नै परिपूरक हुन्छ अरे, उहाँले त्यो भन्नुभएको छ हैन। त्यसरी नै सबै मान्छेहरूमा चाहिँ त्यही किसिमको जुन कि उहाँले जुन अहिले गरिरहनु भएको छ, त्यो त उहाँले कुनै व्यक्ति विशेषप्रति आँच र ठोस पुर्याउने, कुनै आध्यात्मिक पक्षसँग ठोस पुर्याउने पक्षमा त उहाँ जानु भएकै छैन हैन। सम्पूर्ण मानव जगत र संसारी कल्याणको उद्धारको निम्ति नै उहाँले यसरी लागि पर्नु भएको छ हैन। उहाँले आफ्नो शरीर प्राण सबै त्यागेर चाहिँ एउटा छुट्टै किसिमको मानौ न एउटा भौतिकवादको रूपमा चाहिँ नभन्दा पनि आध्यात्मिकवादकै रूपबाट चाहिँ संसारलाई छुट्टै किसिमले उद्धार गर्ने पक्षमा उहाँ उभिरहनु भएको छ हैन। उहाँले ध्यान गरिरहनु भएको छ। म क्रोध, लोभ, मोह र इच्छामा म भुल्दिनँ भनेर चाहिँ उहाँले प्रतिज्ञा गरिसक्नु भएको छ। आफैले सोचेर जुन लक्ष्य छन्, जुन उद्देश्य छन्, जुन संसारका निम्ति दिनुपर्ने मार्गदर्शन छन्, त्यो आफै दिएर जानुस्, खोज आफै गर्दै जानुस्। त्यसपछि त्यो खोज परिपक्वता हुनेछन् र सबैले यही मार्गदर्शन पाउनेछन् भनेर उहाँले भनिसक्नु भएको छ अहिले भर्खरै। यहाँ हाम्रो सुप्रिम मास्टर टेलिभिजनमा 2 शब्द राखिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। हजुर, मेरो तर्फबाट पनि धन्यवाद।